हो र यता हो चिप्लिन्छ बाटो सबै खतम छ चिप्लिन्छ है रोड्दै नै रातो बाटोमा चाहिँ बिस्तारै सहारा आउँछ ठुलो पानी पर्ला छ यार हजुर तपाईँहरूले 5,000 उठाएर 5,000 उठायो भने होइन कहिले तपाईँहरूलाई आज उठाउँदा 5,000 यहाँ सुत्नु नभए बेला त्यसो भन्नुहुन्छ गाई चाहिँ अब हामी चाहिँ च्याप्प लाएर चाहिँ ललितपुरदेखि काभ्रेसम्म यात्रा गर्दैछौँ हाम्रो यात्रा भनेको चाहिँ ललितपुरको टिकाथलीदेखि लुबु लामाटार हुँदै हामी काभ्रे प्रस्थान गर्दैछौँ हामी घ्याम्पे डाँडामा पेट घ्याम्पो जत्रो बनाउँदै बग्रा लाएर हामी पनौतीको बाटो जाँदैछौँ बाटो बिग्रेर बिजोग छ तैपनि चिसो चिसो मौसममा खास हामी हिँड्दैछौँ होइन साथीहरूलाई मनोरञ्जनको लागि भने नि एउटा भिडियो हामीले यात्राक्रमको भिडियोहरू यहाँ पेर्साएका छौँ साथीहरूले पनि यसो छ्यास्स लाएर लाइक भन्छु बोला लाइक भन्दा पनि बाबाले हेरेर मनोरञ्जन लिँदै पुग्छ हामीलाई केही चाहिँदैन अब गर्मीमा तर यो ठाउँ चाहिँ चिसो चिसो रहेछ ट्याक्क लाएर चाहिँ हामी 5जना टोलीमा 3जना चाहिँ अगाडि तुफान भइसकेका छन् रकेट पारामा अब यो बस्ती हिँड्ने नभए ठाउँ सुनसान छ पहिलोचोटि आउँदा यो मेरो चाहिँ दोस्रो यात्रा हो यो बाटोमा तपाईँको चाहिँ कुरो के आयो भन्दाखेरि चाहिँ पहिलोचोटि आउँदा चाहिँ बेलुकी फर्किँदाखेरि बाटोमा बाघ पनि भेटेका थियौँ बाघले तर केही आक्रमण साक्रमण गरेन बाटो बाघ आफ्नो बाटो लगाएन त्यसपछि हामी चाहिँ आफ्नो बाटो लगाएका छौँ अहिले चाहिँ तपाईँको हामी 100मा 5% यात्रा गर्दैछौँ अझै 95% यात्रा हाम्रो जारी छ मजाले अब करिब करिब तपाईँको 70 देखि 80 किलोमिटर अझै होला बाँकी जानलाई पुग्नलाई 70 देखि 80 किलोमिटरको यात्रा गर्दै छ अझै बाटो अब अझै खराब बाटो आयो रे पुरा आयो बाटो खत्तम आयो साथीहरू नमाले गरेर जान्थ्यो म चाहिँ यसो हेर्न मात्रै हो भगवान छ
भर्खर मेरो युट्युब च्यानल चाहिँ सस्तो लाएर होइन तानिँदैन हो तानिँदैन मेरो कहाँ अनि सिङ्गल ताने जस्तो सिङ्गल आएको हुन्छ भनेको केटाहरू पनि यहाँ ट्याक्क लाएर आउँदैछ नि हाम्रो पछि पछि आउँदैछ हो यो भालोमा भेट्यो होला सिङ्गल नाम आउँदैछ र होइन त्यसले लामो सिङ्गल भएको भएर अलिकति हिरो भएर अगाडि हिँड्दैछ सिङ्गलमा त अब साइकल पनि तानिहाल्छ नि त्यो देखायो अरे सिङ्गल गएर यहाँ दुईजना पार्टीहरू पनि आउँदै हुनुहुन्छ जस्तो लाएर यसो रमाइलो केटाहरू जाँदैछ बाटो अलिक खतरा टेढा भएको भएर घुम्ती भएको भएर अलिकति होसियारपूर्वक बाइक चलाउनु पर्ने हुन्छ ट्राफिक नियम अप्नाउनु पऱ्यो ढिले बाटो डेन्जर भन्ने हिसाबले सावधानी चाहिँ अप्नाउनु पर्छ एकदिनको होसियार अर्किन बेकार भन्ने कुरा हुँदैन ट्याक्क लाएर हाम्रो दिनुपर्छ हुँदैछ अब ढिले आयो होइन ट्याक्क लाएर यात्राको क्रममा अब अलिकति अप्ठ्यारो भइहाल्छ तपाईँको चाहिँ नि के भन्दाखेरि मौसम चाहिँ एकदम आनन्द छ है चिसो है चिसो म त जाडो महिनामा आएको सास रोक्यो भने माथि पहिलोचोटि आउँदा जाडो महिनामा एकचोटि दिनेशसँग नै आएको थियो नि त पहिलोचोटि आउँदा चाहिँ मेरो अक्सिजन नपुगे जस्तो भएर चिसोले यस्तो बिताङ भयो कि तपाईँको चाहिँ हामी आउँदैछौँ होइन केही भन्न चाहनुहुन्छ यो उनीहरू त खराब पठाउँछ आज धक्काल्नु पर्छ हरियाली डाँडा पहाड एकदम सुन्दर मौसम वातावरण सुन्दर छ किन रोके नकुदाएर रोक्ने मान्छे त होइन त यता अझ धकाल्नु पर्ने ठाउँहरू पनि आउनै बाँकी छ त्यो त केही होइन होइन त्यस्तो छ अब सिउरे भने चाहिँ अलिक गाह्रो पर्छ हामीलाई होइन यात्रामा हाम्रो त्यो पन्बू जाने बाटो हो नि त एउटा यताबाट पनि जान्छ एउटा शङ्खदेवीबाट पनि जान्छ क्या सङ्गतिकै पाहाडै पाहाड बाटो यात्रा ल गाई छ होइन मेरो चाहिँ यो पानी पर्ला जस्तो छ अलिकति तपाईँको चाहिँ जोकेर हिँड्नुपर्ने स्थिति छ तपाईँको चाहिँ के भयो भन्दाखेरि चाहिँ कहाँ हो सन्डे कहाँ हो यो त भर्खर हो अझ म ढुङ्गा पल्टाउनु पर्छ यति ठाउँमा बर्खामा अलिकति बाटो पनि घोस्दै रहेछ यो बाटोमा हाम्रो केपी सरलाई पनि हिँडाउनु पाएको कति रमाइलो हुन्थ्यो होला केपी सर प्रचण्ड सर शेरबहादुर सर हुन त उहाँहरू काठमाडौँबाट ललितपुर जान पनि ट्रेन गर्छन् रे उहाँहरूले त आपत भयो नि त पनि एकचोटि हिँडाउनु पाएदेखि के हुन्थ्यो होला जनताको मार्ग पनि बुझ्थ्यो होला भन्ने हाम्रो धारणा हो मेरो धारणा सोचाइ हो गर्ने होइन उनीहरूलाई हिँडाउनु पाएदेखि प्रचण्ड सर कारभन्दा अगाडि जानुपर्ने केपी सर शेरबहादुर सरलाई पनि यहाँ हिँडाउनु पायो भने अलिकति जनताले राहत पाउँथ्यो कि सोच हो हाम्रो अगाडि एउटा गाडी आउनु भएको छ यो गाडीले चाहिँ हामीलाई अलिकति अगाडि जान दिनु भएन गाडी बाइक पनि आउँदैछन् उताबाट बाइक आउँदैछ अलिक ठ्यासक भयो भने अलिकति ललितपुर जिल्ला पुग्छ अलिक सावधान साथ हुनु पऱ्यो तपाईँको चाहिँ पानी सानी पनि परिरहेछ भन्ने हामीलाई सोच हो ओभरटेक गर्नु हुन्न यस्तो बेला
अलिकति गाह्रो छ बाटो। ल हामी चाहिँ सिप्लियौँ नि त अगाडि तान्छ होला नि। ल सिप्ने बाटो चिप्लो छ। अलिकति विचार कुराहरू छन्। बाटो चिप्लो छ। कस्तो लागिरहेछ हामीलाई? राम्रो लागिरहेछ? बाटो नगाडी हिँड्नु है उता खतरा जाँदा। र अलिक विचार कुरालाई सिप्नेलाई ब्ल्याकबेरी ब्ल्याकबेरी भन्ने आइपुगेछ। अहिले एरिया आइपुग्यो। अब कति 45 किलोमिटर माइन्छ अरे। सिक्नु क्या हो अलि है विचार पुऱ्याएर जबरजस्ती गर्नुहुन्न। सिक्दिनै हाल्यो भने ओहो यो त लडे यार भनेर एउटा भ्लग बनाएको हुन्छ नि फेरि। एकचोटि जाँदाखेरि हामी पनबिसम्म पुगेको थियो। बाटो चाहिँ एकदम खराब थियो। त्यो बेला भनेको तपाईँको चाहिँ एकचोटि नेपालमा बाढी आएको बेलाको कुरो हो। ध्यान धराउनु पर्छ होइन। एकदम राम्रो लागिरहेछ र हाम्रो केटालाई। केटा जाँदाखेरि अप्ठ्यारो हुन्छ यार। काम गर्नु कामको एकातिर कुम्लो के भने जस्तो भयो त। अब यहाँ चौकी आउँछ होइन। अब काभ्रे जिल्ला छ है सामने। कहाँ चाहिँ? यो बोर्डर हो काभ्रे। काभ्रे कापेर ललितपुर उता हो क्या? उता हो कि क्या हो रस ललितपुर उता र बन्द अरे खानुपर्ने है। ढाकुरी भन्ने एकछिन बसौँ न है। सजिलो खोजेको नि सजिलो